हाम्रो चाहिँ आज अर्को हाइक सुरु है। आज चाहिँ हाम्रो सैनिक भवनबाट दानाबारी जाने हाइक छ। अनि चाहिँ बिहे घर हो कि अहिले सब्जी मन्डीमा छौँ होइन, फुल बाँकी छ सब्जी मन्डी। सब्जी मन्डीमा हामी के मजाको हो सवाद साग पनि यार। बरकोट भगवानको ठमेलमा अनि दिउँसो बिहान त अनि बरकोट जस्तै नलाग्दो रहेछ त यो त अनि होइन। अनि यहाँ दुईटैमा नभएको सेउती पुल चाहिँ हाम्रो हाइक चाहिँ उयो हो, चक्क दानाबारी रुख भएको ठाउँ यो बरपिपल हो कि हो यो। निकै छ आजको हिँडाइ हाम्रो 3 घन्टा 4 घन्टा लाग्छ भनेको जस्तो लाग्यो। यस्तो छ है गाइजहरू बाटो। हामी चाहिँ गाइड दानाबारीतर्फ लाग्दै बिच जङ्गल झ्याङट्याक जम्बल हिँड्दै सनराइज हुँदै राम्रो छ बाटोहरू। जस गाइड हाम्रो चाहिँ अब दानाबारी जाने बाटो भेट्यौँ। हाम्रो केटाहरू अल गुड छ, कन्डिसन अहिले सबै गुड छ। अगाडि बुढो मान्छे, पछाडि लट्ठा जवान। ल अब भयो हेलो के हेलो के गुरु हामी चाहिँ उकालो हिँड्दा हिँड्दा अनि यहाँ कुन बाटो यहाँ थाहा भएन, तर हामी आफ्नो डेस्टिनेसन नजिक हुँदै यहाँबाट रहेछ खासमा बाटो हाम्रो। चढौँ चढौँ। सनराइज हुँदैछ फेरि भर्खर भर्खर। ठक्क हामी त माथिल्लो बाटो निस्क्यौँ। हामीलाई जानुपर्ने यो डाँडा ठ्याक्कै यो साइड जानुपर्ने। अहिले हामी यहाँ छौँ, हाम्रो केटा हिँड्दैछ। अब यहाँ माथिदेखि दोकान आउँछ, त्यहाँदेखि सर्टकट छ अरे। पिस अहिले एउटा सानो बस्ती। अब हामी पाछु हिँड्नुपर्ने छ अरे, जानुपर्ने त्यो माथिल्लो डाँडा। जाउँ ल, भारे बाँच्दैछ भर्खरै। स्कुल आइपुग्यो। हामी स्कुलदेखि माथि उकालो हिँड्नुपर्ने रे यो बाटोदेखि। हामी चाहिँ अहिले दानाबारीको छेउछेउ हुँदै छौँ। ओ यहाँलाई भेटेको हामी कहाँ छौँ हामीलाई थाहा छैन, तर यहाँ तल सानो गाउँ छ। घाम यहाँ पुगिसक्यो, हाम्रो केटाहरू त्यहाँ पुगिसक्यो। पिस आउट गाइड्स, स्टे ट्युन्ड गाइड्स। बाटो चाहिँ यस्तो छ है, भिडमा यसरी हिँड्न पर्ने। यहाँदेखि तल भिड। हामी चाहिँ अर्कै बाटो आएकै छौँ। खासमा बाटो चाहिँ उताबाट पनि जान्छ, तर हामी यताबाट चाहिँ छिरेको। बाटो त्यस्तो 4 पाइला हिँड्ने। फेरि हामी बाटो बिर्सेर फर्केर आएको। यहाँमा गु जस्तो बाटो खुट्टा काटेर अब ठ्याक्कै यहाँदेखि माथि, यहाँदेखि यो बाटो हुँदै जानुपर्ने रहेछ, त्यो धार पुग्नुपर्ने रहेछ, यता जानुपर्ने रहेछ। यहाँ हाम्रो अहिले चिया कस्तो छ केटा हो? राम्रो हुँदैछ।
यहाँ चाहिँ एउटा दामी कुहिरो गइरहेको छ। पहिरो त डेन्जर छ यार। अलो के गाइज बाटो बिर्सेर फेरि भर्खरै फेरि पिनिन यस्तो छ। यी बाटो चाहिँ यस्तो छ है, हामी हिँडेको सर्टकट चाहिँ यस्तो बाटो चाहिँ भिरै भिर। आमा अगाडि आम मजाले चिप्लिनु भयो त नि, माथिदेखि तल पुग्नु भयो त नि। भइङ सक्छ आमा गाह्रो छ। हामी चाहिँ डाँडा यत्रो भिर चढेर बल्ल यता माथि कता आइपुग्यौँ। ठाउँको नाम त थाहा छैन। यहाँबाट टक्कै बाटो छ। केटाहरू थाकेर फाक घरको कहाँ छ पुगिन्छ छिटै जानु पनि। हाम्रो ट्याक्कै यो यो हो के झन्डा हो, यो झन्डा के एरोप्लेन पनि जाँदै पो रहेछ। ठिक छ भाइ बाटो चाहिँ यसरी जान्थ्यो होला क्या। त्यो बाटो चाहिँ यसरी घुमेर जान्छ तर लङ्कट हेरे लास्टै त्यहाँ उयो सुन्नु भएन अघि भन्दा। हामीले चाहिँ रोड भेट्यौँ, यहाँदेखि टक्क झऱ्यौँ। अब टक्कै बाटो जाँदा ऊ त्यो डाँडाबारीको यो डल्लो चढ्ने त्यहाँदेखि डाँडाबारी आउँछ। अब चाहिँ ठ्याक्कै हामी अर्को सर्टकट लाग्यौँ। यहाँदेखि सिधै माथि भन्ज्याङ निस्किन्छ अरे, त्यहाँदेखि दानाबारी नजिक छ अरे। अब हामी नजिक पुग्दैछौँ। हिँडेको कति ठ्याक्कै कति भयो 3.5 घन्टा, ठ्याक्कै 3.5 घन्टा भएछ। ल पुगेपछि गाइज यो चाहिँ अर्ग्यानिक बेसार यता माथि धरानमाथि गाउँ साइड माया धराने ल फेरि भन्ज्याङतिर लाग्दै हामी। अब हामी नजिक यहीँ छ त। यो घरबाट हामीले थाहा पायौँ बाटो यताबाट पुगिन्छ भनेर। ल भेटेपछि अब सिधै माथि पुगेपछि भेटौँला गाइज अल ओके पिस यस फाइनली गाइज। दामी छ नि यस गाइज हेर्नु कस्तो छ भ्यू। ए मलाई त रिउ भयो नि छ तार सही है। यहाँ चाहिँ नाम्चे नदेख्दो रहेछ नाम्चेको टावर भेगा टावर नदेख्दो रहेछ आज। गाइजहरू हामी फाइनली दानाबारीको भन्ज्याङ सिन यहाँबाट यस्तो रिसोर्ट छ है गाइजहरू, टपमा रिसोर्ट। फाइनली दानाबारीको चौतारीमा आइपुगेको अवस्था यस्तो रहेछ। माथि चाहिँ माथि यो त मन्दिर रहेछ नि त नि, मन्दिर रहेछ नि त होइन। मन्दिर रहेछ नि त।
गाइस मलाई काँचो खान चाहिँ रारा यहाँ त यहाँ पटे हान्दै अब हाम्रो अब डेस्टिनेसन भनेको फेरि हाम्रो घर हो कि केटा हो खाजा गाइज हाम्रो खाजा